हेलो गाइज वेलकम टु माई न्यू ब्लग। हजुर पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। आज हाम्रो यात्रा रहनेछ पुरकोटदेखि 70को हनुमान नगरसम्म है। मेरो खास म जान लागेको कारण के हो भने सालोको बिहे रहेछ भनेर हामी यहाँबाट निस्किँदैछौँ गाइज। हजुरहरूले मजाले भिडियो स्किप नगरिकन हेर्दै गर्नुहोला। म त्यहाँको दृश्य देखाउने छु, त्यहाँको बिहेहरू के कस्तो भइरहेछ त्यसको सबै एक एक डिटेल देखाउने छु गाइज। हाम्रोमा कस्तो तरिकाले बिहे हुन्छ के हुन्छ सबै म देखाउने छु गाइज। हजुरहरूले मजाले हेर्दै गर्नुहोला। र यहाँदेखि म हनुमान नगरसम्मको यात्राको तपाईँको सबै बाटोमा के कस्तो छ, कस्तो ठाउँ छ, कस्तो हावापानी, कस्तो वातावरण, कस्तो के रहेछ सबै म देखाउने छु गाइज। हजुरहरूले मजाले भिडियो हेर्दै गर्नुहोला। र अब हाम्रो यात्रा यहाँबाट सुरु हुन्छ। हस् त गाइज, अब हामी यहाँबाट लाग्दैछौँ। त गाइज म रुमबाट निस्किसकेका छौँ। हेर्न सक्नुहुन्छ यहाँको खेतीपाती पुरकोटमा। हामी चाहिँ अहिले पुरकोटको गाउँमा, यहाँबाट हामी निस्किँदैछौँ। यहाँको बाटोहरू अहिले गाउँमा छौँ हामी। यो गाउँको नाम चाहिँ के हो त्यो त अलि मलाई थाहा भएन, तर हजुरलाई म देखाउँदैछु है। यस्तो गाउँ रहेछ, तर सुन्दर र सफा स्वच्छ वातावरण राम्रो रहेछ यो ठाउँ। एकदम रमाइलो ठाउँ छ। र गाइज आज हामीलाई अलि आवश्यक काम परेरै जान लागेको हो। सालोको बिहे छ, नगई नहुने हो, त्यही भएर जानै पर्छ भनेर म आज केही समयको लागि निस्किँदैछौँ यहाँबाट। अहिले हामी बाटोमा छौँ, ठ्याक्कै बाटोमा आइसकेका छौँ। अब यहाँबाट 1-2 किलोमिटरसम्म हिँडेर जानुपर्छ र त्यसपछि गाडी चढ्नेछौँ। अनि गाडी चढेर हामी डुम्रीसम्म जाने हो। त्यहाँदेखि फेरि अर्को गाडी चढ्नुपर्छ। त्यसपछि हामी पुग्नेछौँ नारायणघाटसम्म, या त डाइरेक्ट हनुमान नगरको गाडी पाएन हनुमान नगरसम्म जाने हो। हजुरहरूले हेर्न सक्नुहुन्छ यहाँको दृश्य हेर्नुहोस्, बवाल ठाउँ रहेछ। एकदम हावापानी स्वच्छ छ, एकदम सुन्दर र शान्त वातावरण छ है यहाँ। यो ठाउँमा एकदम रमाइलो ठाउँ छ। हामी यो ठाउँमा खास आएको महोत्सवमा, मेला लाग्दो रहेछ यो ठाउँमा। मेलामा आएको व्यापार व्यवसाय गर्नको लागि हामी खास काठमाडौँबाट आएको यो ठाउँमा व्यापार व्यवसाय गर्नको लागि। र आवश्यक काम पर्नेको कारणले गर्दा म अहिले जाँदैछु हनुमान नगरसम्म। त गाइज हेर्न सक्नुहुन्छ यहाँको घरहरू कस्तो सानो घरहरू पनि छ, तर राम्रो छ, रमाइलो छ ठाउँ पनि, वातावरण पनि यहाँको। यहाँ यो पुरकोट महोत्सव, यही भित्र हामी चाहिँ व्यापार व्यवसाय गर्नको लागि आएका थियौँ। गाइज अहिले हामी जाँदैछौँ उता हनुमान नगरसम्म। यहाँबाट 1 किलोमिटर हामी हिँडेर जान्छौँ। त्यसपछि हाम्रो लोकल गाडी चढेर हामी के भन्छ, के ठाउँको नाम बिर्सिसक्यो यार, डुम्रीसम्म जाने हो। डुम्रीबाट डाइरेक्ट गाडी चढेर हामी हनुमान नगर शब्दमा जानुपर्छ। गाइज तपाईँहरूलाई बाटोको एक एक दृश्य म देखाउने नै छु। हजुरहरूले मजाले हेर्दै गर्नु होला है। हेर्न सक्नुहुन्छ कस्तो राम्रो ठाउँ छ यहाँ। अहिले चाहिँ खेतीबालीमा चाहिँ मकै लगाएको रहेछ। यहाँको हेर्न सक्नुहुन्छ दृश्यहरू राम्रो रहेछ क्या। बाटो सानो छ तर दामी ठाउँ रहेछ यार गाइज। यो गाउँको बाटो हो तर राम्रै छ, रमाइलो छ। यस्तो ठाउँ छ, बबाल ठाउँ रहेछ। हेर्न सक्नुहुन्छ यो हिँडेर जान एकदमै मजा आइरहेछ जे भए नि। यहाँ घरहरू हेर्नुहोस्, गाउँमा पनि यस्तो यस्तो दामी दामी घरहरू रहेछ यो ठाउँमा। यहाँको म्याक्सिमम मान्छेहरू, केटा मान्छेहरू बाहिरतिर छ, आफ्नो जीविका चलाउनको लागि, पैसा अलि कमाउनको लागि सबैजना बाहिर जानुभएको रहेछ। त्यही भएर यहाँ म्याक्सिमम मान्छेहरू बाहिरतिर छ। अब त्यही पनि हामी आएको छौँ यो ठाउँमा व्यापार व्यवसाय गर्नको लागि गाइज।
अब व्यापार के कस्तो होला त्यो थाहा भएन, तर त्यही पनि हामी फर्स्ट टाइम आएको यो ठाउँमा व्यवसाय गर्नको लागि। तर आज हामीलाई 4 दिन भयो। 4 दिनपछि अब हामीलाई काम परेर, आवश्यक काम परेर अब घर फर्न त्यो ससुराली जानुपर्ने बाध्यता भयो। त्यही भएर हामी जाँदैछौँ अहिले। हेर्नुहोस् यहाँबाट कस्तो राम्रो भ्यू देखिन्छ, बबाल ठाउँ छ यार गाइज। यहाँबाट त यस्तो रमाइलो ठाउँ छ यो, हजुर आयो भने एकदम रमाइलो लाग्छ क्या यो ठाउँमा आएर। मजाले यहाँ कसैको केही डर छैन, मजाले आउने जाने बिन्दास भएर गयो नि केही फरक पर्दैन। यहाँ सबैजना हेर्न सक्नुहुन्छ, उहाँहरू मेला महोत्सवतिर जाँदै हुनुहुन्छ। यस्तै रहेछ, हिमाल मजाले देखिन्छ, हिमाल पहाड देखिन्छ मजाले यो ठाउँमा। एकदम रमाइलो लाग्छ यार गाइज। यहाँ गाडीमा भन्दा नि हिँडेर मजा आउँछ क्या गाइज। गाडीमा भन्दा हिँडेर एकदम रमाइलो लाग्छ। अब हामी अहिले लगभग 500 मिटर अझै हिँड्नुपर्छ। त्यसपछि हामी लोकल गाडी चढेर डुम्रीसम्म जानु पर्यो। हेर्नुहोस् त गाइज कस्तो दामी ठाउँ, रमाइलो, स्वच्छ वातावरण, राम्रो रहेछ। त गाइज हामी आइसकेका छौँ, कुन ठाउँ हो यो, पुर्कोट तनहुँ काउरेटार खेल मैदानमा हामी आइसकेका छौँ। अब यहाँबाट हामी गाडी चढ्नेछौँ डुम्री जाने। अब डुम्री जाने गाडीको लागि वेटिङमा छौँ। गाडी आउने बित्तिकै हामी चढेर डुम्री जानेछौँ गाइज। गाडीको लागि वेटिङमा छौँ। डुम्री चोकमा आइसकेका छौँ। त्यो अब दाउरे चोक के भन्छ, भानु नगरपालिका 22 जगार तनहुँमा आइसकेका छौँ। अब गाडीको लागि वेटिङमा छौँ। अब गाडी आउने बित्तिकै हामी चढेर जानेछौँ डुम्रीसम्म है। डुम्रे होइन सरी, यो हामी अहिले 22 गन्जार पुर्कोटमा छौँ। यहाँको 22 गन्जारको ठाउँ हेर्नुहोस्, बजार यो सानोतिनो बजार छ, ठिकै छ, राम्रै छ। गाइज बस आउँदैछ, हेर्न सक्नुहुन्छ। यो डुम्रेसम्म जान्छ होला, त्यही गाडीमा अब हामी चढेर जानेछौँ गाइज। हेर्न सक्नुहुन्छ म यो बसमा बसिसकेका छौँ। अब हामी चाहिँ डुम्रे जाँदैछौँ बसमा चढेर। डुम्रेसम्मको यात्रा यो बसमा हुन्छ है। दामी दामी दृश्य छ यार गाइज। त गाइज पुर्कोटको बाटो हेर्न सक्नुहुन्छ। यो पुर्कोटदेखि डुम्रीसम्मको बाटो यस्तो रहेछ, हेर्न सक्नुहुन्छ। एकदम बाटो खराब छ, मान्छेहरूलाई आवत जावत गर्न एकदमै गाह्रो छ। गाडीहरू पनि एकदमै गाह्रो छ यो चलाउनलाई। त गाइज पुर्कोटको बाटो हेर्न सक्नुहुन्छ, यस्तो छ। आमामा हिलो छ। एउटा गाडीदेखि अर्को गाडी आयो भने रोक्नै पर्छ क्या गाइज। यस्तो छ बाटो, पुरै खराब छ यो। अब यो बाटो बन्नको लागि अब सरकारको ध्यान आकर्षण यहाँसम्म पनि पुगोस्। यो डुम्रीसम्मको बाटो हो पुर्कोटदेखि। त गाइज हामी आइसकेका छौँ अहिले डुम्रे बजारमा। हेर्न सक्नुहुन्छ डुम्रे बजारको दृश्य यस्तो रहेछ। हामी अहिले डुम्रेमा आइसकेका छौँ। डुम्रे बजारको दृश्य हो।
अब यहाँबाट अब कहाँको गाडी पाउँछ पूर्वको पायो भने डाइरेक्ट ठिक छ, नपायो भने अब नारायणघाटसम्म यहाँबाट जानुपर्ने छ। बबाल ठाउँ रहेछ यार गाइज, यहाँ 4 लाइनको बाटो रहेछ। यो हामी अहिले डुम्रे बजारमा छौँ, हेर्न सक्नुहुन्छ राम्रो छ डुम्रे बजार। हामी यहाँबाट अब हामी पूर्व सकेसम्म हामी 70 जिल्लासम्मको गाडी खोज्छौँ, पाएन भने नारायणघाटसम्म जानुपर्ने छ। र गाइज हेरौँ कुन चाहिँ गाडी आउँदो रहेछ, त्यही गाडीमा अब जानु पर्ला है। हस् त गाइज हेर्दै गर्नु होला है। त गाइजसम्म अहिले बसिसकेका छौँ गाडीमा। यो डाइरेक्ट धरान जाने गाडी हो, तर म चाहिँ भारतसम्म जाने हो। तर यो OnePlusमा बसिसकेँ। अब यहाँबाट डाइरेक्ट भारतसम्म यो गाडीले जान्छ, त्यही भएर यो गाडीमा बसिसकेका छौँ। हेर्न सक्नुहुन्छ यो गाडी, यो OnePlus हो, नयाँ गाडी भर्खर रहेछ, 9 गाडी रहेछ। अब यो गाडीमा हामी अब भारतसम्मको सफर गर्नेछ गाइज। हजुरहरूलाई म नयाँ नयाँ दृश्यहरू देखाउँदिने छु, नयाँ ठाउँको नयाँ दृश्यहरू हजुरहरूले हेर्दै गर्नुहोला। हेर्न सक्नुहुन्छ हामी गाडीमा चढिसकेका छौँ। यो पोखरा टु धरान जाने गाडी हो, त्यही भएर हामी यो गाडीमा चढेर अब जाँदैछ है गाइज। यसमा अब एसी पनि सिट छ अनि प्लस एलइडीको पनि सुविधा छ। रातभरि मुभी सुभी हेर्न मिल्ने त्यो पनि रहेछ सुविधा गाइज। अब हामी लाग्दैछौँ यहाँबाट। हस् त गाइज हेर्दै गर्नु होला है, नयाँ नयाँ ठाउँको नयाँ नयाँ दृश्य देखाउने छु गाइज। ल त लाग्दैछ हामी। हामी आइसकेका छौँ नारायणघाटतिर, हेर्न सक्नुहुन्छ यहाँ नारायणघाटको दृश्य। त गाइज हामी आइसकेका छौँ खाना खाने ठाउँमा, हेर्न सक्नुहुन्छ यो बेल्सी चितवन भन्ने ठाउँमा आइसकेका छ। खाना खानको लागि रोकेको छ। हाम्रो बस यही हो, यही बसमा आएको, पोखराबाट बस नै रहेछ धरानबाट। अब हामी यहाँभित्र जाँदैछौँ खाना खानको लागि। खाना खाने ठाउँ, अब खाना खान्छ गाइज। यहाँ खाना आइसकेका छौँ, अब हामी खाँदैछौँ। मान्छेहरू धेरै छ यहाँ खाने ठाउँमा, हेर्न सक्नुहुन्छ। त यहाँ गाइज मान्छेहरू सबैजना खाना खाइसक्नु भएको रहेछ। खाना खानको लागि रोकेको थियो बेल्सी चितवन भन्ने ठाउँमा, रत्ननगरमा खाना खाइसकेको रहेछ। यो हाम्रो बस यही हो। अब 1-2 मिनटपछि हिँड्नेछ यो बस। हामी वेटिङमा छौँ। यसो खाएर यसो मान्छेहरू टोइलेट यताउति जाने कार्य भइरहेछ। अब कतिजना खाना बाँकी नै छ, त्यही भएर गाडी रोकिरहेछ। त्यसपछि हामी यहाँबाट हिँड्नेछौँ गाइज है। गाइज हामी खानासाना खाएर हिँडिसकेका छौँ। खानासाना खाइसक्यो, हामी लागिसक्यो पूर्वतिर। गाइज हामी आइसकेका छौँ यहाँ भारतमा। आज बिहान 6-6:30 बजीतिर हामी पुगिसकेको रहेछौँ भारत भन्ने ठाउँमा। अब यहाँबाट 10-15 मिनट लाग्छ हाम्रो हनुमाननगर जानको लागि। र गाइज हेर्न सक्नुहुन्छ यहाँ हामी अहिले भारत चौकमा छौँ, र यहाँबाट 10-15 मिनट लाग्छ हनुमाननगर जानलाई। अब केही बेरपछि गाडीको लागि कुरिरहेको छौँ। गाडी आउने बित्तिकै हामी चढेर हनुमाननगर पुग्नेछौँ गाइज। हजुरहरूले हेर्दै गर्नु होला है। गाइज हामी आइसकेका छौँ हनुमाननगरमा। यो हनुमाननगर यहाँको एकदम मेन चलेको ठाउँ हो। यहाँ कालो हनुमान यही छ है, यही ठाउँमा छ। गाइज यही हो हाम्रो ससुराली गाउँ। अब यहाँबाट 2-3 मिनट हिँडेर लाग्छ भन्न, त्यसपछि हामी पुग्छौँ उहाँको घरमा। हस् त गाइज हेर्दै गर्नु होला है। मान्छेहरू कतिपय मान्छेहरू उठिसकेको रहेछ, कति मान्छे उठ्न
बाँकी नै छ, पसलहरू खोल्न पनि बाँकी नै छ। त अब केही बेर पछि खुल्छ होला, यहाँ 7 साढे 7 बजेतिर। त म ठ्याक्कै आइपुगेँ। त गाइज हामी आइसकेका छौँ, हेर्न सक्नुहुन्छ ससुराली घर यही हो। गाइज हजुरलाई यो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो लाइक कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त बाई बाई।